ल गाइस वी आर रेडी ल राजा ताला लगाइदिउँ त भित्र फेरि लाखौँको सामान यो त्यो हैन खासमा हामीहरू लुगा धुन गइरहेछौँ रुमतिर पानी सकिएको हुनाले त्यही भएर अब जमिनमा राख्दा फोहोर हुन्छ नि त पक्काको माथि राखेर चाहिँ लुगा धुने हामीहरू लाग्यौँ खोलातिर 4 जना ए जुत्ता देखेन फेरि अन्त देखिन्न अब अलि अगाडिबाट हाम्रो रोडमा चाहिँ मच्छे गाउँ जाने बस मिल्छ जाने चाहिँ हामीहरू कीर्तिपुर नौगाउँबाट मच्छे गाउँ हो होइन आज 2080 साल कति रे आज 2080 साल भन्छु यार 2082 साल असारको महिना 1 गतेको दिन तर बर्खाको महिना भए पनि पानीको अत्यन्तै कमी यो चाहिँ हाम्रो रुमतिर जाने आउने गल्ली हो हैन यो गल्ली हुँदै यता चाहिँ रोड आउँछ कोठाको चाबी झोलाको पछाडी राखेछु त्यो नभन्न फेरि अलि रोड अगाडि अलि अगाडि चाहिँ बस पाउँछ कि 20 रुपैयाँ टिकट लिन्छन् हैन ठ्याक्कै ठाउँमा पुगाइदिन्छ आउँदा चाहिँ फेरि बस पाउँछ कि पाउँदैन अलि ढिलो होला जस्तो लाग्यो ल गाइज अघि मैले भनेको रोड चाहिँ आइसक्यो अगाडि रोड छ अब बस आउन चाहिँ फेरि हाम्रो कति लाग्छ रे टाइम रोहित बस आउन आधा घन्टा लाग्छ तर त्योभन्दा पहिला बसलाई भाडा तिर्नको लागि हामीलाई क्यास चाहिएको छ ओहो होसै भएन यार ए हाम्रो ठुलै जागिरे दाइ छन् हाम्रो एउटा उहाँसित चाहिँ क्यास भइरहन्छ यो मान्छे फेरि बिरामी छ ज्वरो आएछ त्यही पनि चिसो पानीमा नुहाउन गइरहेछ हेलो हेलो खासमा बस मच्छे गाउँ जाने बस चाहिँ उ त्यो हो होइन त्यो फेरि फर्केर आउँछ मच्छे गाउँ मात्रै जाँदैन यो बस मच्छे गाउँबाट हजुर मच्छे गाउँबाट बल्खु हुँदै हाम्रो कालीमाटी सुन्दारा आज मेरो पहिलो दिन भ्लगिङको होइन अनि कस्तो लाजै लागेर आइरहेको छ धन्न केटाहरू छन् र अलिक बोल्न जस्तो भएको छ यो चाहिँ अब माटबाट हामीहरूले साबुन किन्नु पर्ने छ होइन कपडा धुनलाई अरू के रे साबुन मात्र आल्मन्ड ओइल रे फेरि होइन साथीले त्यो मात्र युज गर्ने रहेछ यो मान्छेले माटमा चाहिँ पुगिसकिन् ल गाइज अब साबुन र हाम्रो तेलहरू किनिसके है साथीको फेरि आल्मन्ड तेल मात्र सुट गर्छ कि उसको कपाललाई जसरी मेरो कपाललाई चाहिँ के गर्छ त हाम्रो नरिवलको तेल सुट गर्छ किनभने मेरो कपाल हाई पोरोसिटीको हुनाले होइन उसको चाहिँ लो पोरोसिटीको हुनाले यो चाहिँ अलि ज्ञानको कुरा है झ्याउ लागेमा सरी यो बिचरा अब बिचरा नभनौँ यो भाग्यमानी हो यसलाई तेलै हजुर 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 उहाँले आफै एक्सट्र्याक्ट गरेर बेच्ने गर्नुहुन्छ बोतलहरूमा होइन अनिमेष तेल्स एन्ड सप्लायर्स अलि इङ्ग्लिस मेरो कमजोर छ कि होइन खोक्ला जस्तो गर्छ त ल है यो चाहिँ हामीहरू झन्डै राइस पुगिसक्यौँ अगाडिको त्यो पिपलको रुख चाहिँ राइस हो होइन नाम चाहिँ गडा छ यो रारा हिल्स चोक चाहिँ नाम होइन रारा हिल्स हो रारा चाहिँ मुगुमा भए पनि रारा लेक रारा हिल्स चाहिँ फेरि हाम्रो कीर्तिपुरमा रहेछ पिपलको रुख तल हामीहरू बिरामी चाहिँ यो चाहिँ हाम्रो बााउन्सर हाम्रा मोडल म पछिको मोडल यही हो ल है गाइज हाम्रो बस आइसक्यो अब त्यही बसमा बसिन्छ अब माहौल के हुन्छ बसभित्र खिच्न पायो भने खिचौँला नत्र उत्रिसकेपछि भेट्छौँ है त खिच्न नपायो भने खिच्ने हो ल बसमा बसिसक्यो एकदम ठिक छ गइरहेछ त बस
मत्स्य गाउँ पनि पुगियो देन भाडा भएपछि दिनुहोस्। तैँले पनि दिनुहोस्। यही हो हाम्रो लुगा धुने। हामी त्यहाँ माथि जान्छौँ होइन, त्यहाँ एउटा मूलको पानी आउँछ, त्यहीँ गएर लुगा धुने। Saying we need. Otherwise I'm say I have. रोडको छेउछेउमा यो चाहिँ हाम्रो स्कुल रहेछ होइन, सरहरू पढाउँदै हुनुहुन्छ। सल्ले बनाइमा गाइज गागरको सिलौटी हातैले केरेको। Hello Nano. हाई भनिदेऊ त ल, यता यता हेरेर हाई भन्ने हो नि त, क्यामेरामा हेरेर। What is your name? साहा ल्याउनु पर्यो। बाई। साह्रै नै रमणीय ठाउँ कीर्तिपुरभित्र, नजिकको दूरीमा। Top of the Kirtipur. या यो ठाउँ मलाई धेरै नै मनपर्छ कि, किनभने तल कीर्तिपुर नयाँ बजारतिर अलि बढी नै घरहरू, बढी नै मान्छेहरू, यता चाहिँ एकदमै शान्ति, पिस। यो चाहिँ हाम्रो पुष्पलाल प्रतिष्ठान पार्क होइन, अनि यो चाहिँ उहाँको मूर्ति स्मृतिमा बनेको। उहाँ चाहिँ हाम्रो एकदमै चर्चित शहीद हुन्, नमन छ उहाँलाई है त। हाम्रो लुगा धुने नुहाउने ठाउँ आइसक्यो, यो बाटो हुँदै जाने हो, साथीहरू गइरहेछन् होइन। अब यो चाहिँ जङ्गलभित्रको एरिया होइन। यो हाम्रो मूल पानी वाटरप्रुफ। ओम नमः शिवाय। ओम गण 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 गणपति बाप्पा की जय। मूलको पानी, यो पानी चाहिँ ऊ त्यहाँ मूल छ, यो रुखको फेदमुनि ठ्याक्क कन्जर्भ गरेर राखेको छ कन्क्रिटको। ओहो, नुहाइसकेपछि त साह्रै ह्यान्डसम देखायो मलाई। ल हाम्रो मित्र धुँदै। तिम्रो यो दुईटा मात्र धुनुपर्ने? दुईटा र लगाएको। ए थोरै रहेछ, मैले फेरि यो पुरै धुनुपर्ने छ। ल गाइज नुहाइधुवाइ गरिसके हामीले लगभगै होइन। उता एउटा साथी नुहाइरहेछ, अब अलि लुगाहरू बचिया छ, त्यो मजाले धोइसकेपछि हामीहरू पनि रुमतिर निस्किन्छौँ। ओ हाम्रो राजा साहब नुहाइसकेपछिको अवस्थामा कपडा धुँदै, पहिला आफू धुने फेरि कपडा धुने। बासी बासी भरौ भने कम्मर दुख्ने बानी।